नमस्कार सबैजनालाई। आज म लामो समयको अन्तरालपछि फेरि अर्को नयाँ एजुकेसनल भिडियो लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। आजको मेरो टपिक रहेको छ लेन्ज ल। लेन्ज ल इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन भन्ने च्याप्टर अन्तर्गत रहेको एकदमै महत्त्वपूर्ण टपिक हो, जुन चाहिँ फाइनल बोर्ड इक्जाममा धेरैचोटि सोध्ने गर्छ। वास्तवमा लेन्ज ल भनेको के हो, यसको चाहिँ सिग्निफिकेन्स अथवा एप्लिकेसन के हो, त्यसको बारेमा म डिटेलमा भन्नेछु। यदि तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला र सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। Okay, let's move towards today's topic, that is Lenz law. लेन्ज ल भनेको के हो र लेन्ज लको सिग्निफिकेन्स के हो त्यसको बारेमा भन्न चाहन्छु। लेन्ज ल इज एप्लिकेबल टु फाइन्ड द डिरेक्सन अफ इन्ड्युस्ड इएमएफ अर करेन्ट इन अ कोइल। कुनै पनि कोइलमा इन्ड्युस्ड भएको इएमएफ अथवा करेन्टको डिरेक्सन पत्ता लगाउने ल चाहिँ लेन्ज ल हो। According to Lenz law, the direction of induced EMF or current is such that it opposes the cause due to which it is produced. Lenz law ले के भन्छ त भन्दा कुनै पनि कोइलमा इन्ड्युस्ड भएको EMF अथवा करेन्टको डिरेक्सन त्यस्तो हुन्छ जुन डिरेक्सनले कजलाई अपोज गर्छ, जुन कारणले कोइलमा इएमएफ अथवा करेन्ट इन्ड्युस्ड भएको छ त्यो कज अथवा कारणलाई पछि गएर अपोज गर्छ। यो स्टेटमेन्टलाई डिस्क्राइब गर्नको लागि यहाँ एउटा कोइल ल्याइएको छ अनि एउटा बार म्याग्नेट ल्याइएको छ। बार म्याग्नेटको यान पोललाई कोइलतिर फर्काइएको छ। When bar magnet is moved towards the coil, जब बार म्याग्नेटलाई कोइलतिर फर्काइन्छ, म्याग्नेटिक फ्लक्स लिङ्क्ड विथ द कोइल चेन्ज हुन्छ, जसले गर्दा इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन प्रोसेस अनुसार कोइलमा इएमएफ इन्ड्युस्ड हुन्छ। बार म्याग्नेटलाई कोइलको नजिक ल्याउँदाखेरि म्याग्नेटिक फ्लक्स कोइलसँग जुन लिङ्क्ड भएर गएको म्याग्नेटिक फ्लक्स छ त्यो चाहिँ चेन्ज हुन्छ, जसको कारणले गर्दा इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन प्रोसेस अनुसार कोइलमा इएमएफ इन्ड्युस्ड हुन्छ। त्यो इन्ड्युस्ड इएमएफले कोइलमा करेन्ट फ्लो गराउँछ, करेन्ट बगाउँछ, एन्टी क्लकवाइज डिरेक्सनमा करेन्ट बगाउँछ। जब कुनै पनि कोइलमा करेन्ट बग्छ त्यसको सेन्टरमा म्याग्नेटिक फिल्ड प्रोड्युस्ड हुन्छ। जब कुनै पनि कोइलमा करेन्ट बग्छ त्यसको सेन्टरमा म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ र अकर्डिङ टु राइट ह्यान्ड थम्ब रुल अनुसार यदि यो कर्ल फिङ्गरले करेन्टको डिरेक्सन दिन्छ भने, यो कर्ल फिङ्गरले यसरी करेन्टको डिरेक्सन दिन्छ भने यो जुन थम्ब छ यो थम्बले चाहिँ म्याग्नेटिक फिल्डको डिरेक्सन दिन्छ। यो कर्ल फिङ्गरले चाहिँ करेन्टको डिरेक्सन दिएको छ भने यो थम्ब यतातिर सिकाएको छ, यो थम्बले चाहिँ म्याग्नेटिक फिल्डको डिरेक्सन दिन्छ, जसले गर्दा म्याग्नेटिक फिल्ड इज डिरेक्टेड टुवार्ड्स द बार म्याग्नेट। र यो म्याग्नेटिक फिल्ड जुन बार म्याग्नेटतिर डिरेक्टेड भएको छ यसले चाहिँ बार म्याग्नेटको इन्कमिङ मोसनलाई अपोज गर्छ। त्यसैले जुन कजको कारणले गर्दा यो कोइलमा इएमएफ इन्ड्युस्ड हुन्छ त्यो इएमएफले करेन्ट बगाउँछ र करेन्टको कारणले गर्दा सेन्टरमा म्याग्नेटिक फिल्ड डेभलप हुन्छ र यो म्याग्नेटिक फिल्ड बार म्याग्नेटतिर लाग्ने भावनाले त्यो म्याग्नेटिक फिल्डले बार म्याग्नेटको मोसनलाई अपोज गर्छ। यसरी जुन कजको कारणले गर्दा यहाँ कज भनेको इन्कमिङ मोसन अफ बार म्याग्नेट टुवार्ड्स द कोइल हो। जुन कजको कारणले गर्दा कोइलमा इएमएफ इन्ड्युस्ड भएको छ त्यो इन्ड्युस्ड भएको इएमएफले त्यो कोइललाई नै अपोज गर्छ भनेर लेन्ज लले भनेको छ। हवस् त, यति भन्दै आजको भिडियो म बन्द गर्न चाहन्छु। तपाईलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। नमस्कार, थ्याङ्क यू सो मच।